चाहिँ होला हामी पनि सन्चै छु। त्यसै गरी धेरै लङ टाइम पछि म तपाईँहरूको माझमा छोटो भिडियो लिएर आएको छु। हाम्रो चाहिँ सैलुङको यात्रा हो। हामी तपाईँहरूलाई रातिको समयमा भएर हामीले बाटोकोमा चाहिँ भिडियो ल्याउनु सकेनौँ, तर हामी चाहिँ यहाँ अहिले चाहिँ रुमबाट हामी सुरुवात गर्छौँ र त्यसै गरी हामी भोलि पनि हामी तपाईँ नरिसाउनु होला राति भयो भ्लग आएन भनेर। भोलि फिक्स आउँछ है। लाइक सब्सक्राइब चाहिँ गर्नु होला, के अरे गर्न नबिर्सिनु होला है। भोलिको पनि भिडियो आउँछ, तपाईँले हेर्नु होला है, हेर्नु होला है। हाम्रो केटाहरूले आज हेर्नु होला है, हेर्नु होला है, नबिर्सिनु होला है। एन्ड्रोइडबाट खिचेको यो चाहिँ आइफोन हो। केटा हो हामी सैलुङ सैलुङ भ्यू पनि दामी निक्लिरहेछ। चतल लाएर अब हामी चाहिँ यात्रा जारी हुन्छ नि त होइन केटा हो। सिधै अब माथिको भ्यू देखाउने नि त टक्क लाएर। केटा हो कहाँ रे? मिठो छ नि त भ्यूहरू, तर पढ्या हो यार। मम्मी हिँड हो त्यतिको आइस हुँदैन धरा भेट त डकुमेन्टबाट तेरो घट्दैन नि त क्वालिटी हाम्रो। ठिक छ राजाराम अरे बहु नामै राजाराम हो। यो त्यस्तो गम्भीर यात्रा जारी छ हाम्रो केटा हो। फटु सुस्त है सुस्त। सो हामी हिजो चाहिँ यिनको सैलुङको यात्रा गरेर चाहिँ आज हामी डाँडासम्मको यात्रा गर्नेछौँ, तर हामी पुग्न लागिसक्यौँ। तर डाँडाको भ्यू पनि तपाईँहरू हेर्नु सक्नुहुन्छ। त्यसै गरी हामी चाहिँ हिँड्दैछौँ। के कसो दाइको छोरा? दाइको छोरा अब भिडियोकै लास्ट है। सैलुङे मेलामा दाइको छोरा गाड फाट्यो हिँडेर। हिँड्न चाहिँ गाड फाट्ने कि पिट लास्टै छ्याउ हिँड्न चाहिँ यहाँ आउँदै खिचाउनु के स्वास नि हुँदैन। अनि सासामालाई भेटिस् त के भन्छ? सरी बोल्नु नआएर अल्छी जोइटे फाइनली सैलुङको डाँडा गुम्बामा आइपुग्यो। यहाँ छ कटु कटु। हेलो सन्दी सन्दी गाड फाट्यो, सन्दी गाड फाट्यो। एला लाख पछि बुङ्गोलाम लेट छ। आइपुग्यो है केटा हो, आइपुग्यो सकसले आइपुग्यो।
गाह्रो छ नि। हाम्रो हिजोदेखिको यात्रा चाहिँ हिजोदेखिको यात्रा चाहिँ सैलुङसम्मको थियो र हामी हिजोदेखि यात्रा गरेको तर आज सैलुङको गुम्बामा आउन सफल भयो। त्यसै गरी हेर्न सक्नुहुन्छ तपाईँहरू नि। अब तपाईँहरू आएकै छ भने त तपाईँहरूलाई के भन्नु, कस्तो सङ्घर्ष गरेर आउनुपर्छ थाहा नै होला। नआउनेलाई चाहिँ के भन्न चाहन्छु भने म तपाईँहरू आउँदा चाहिँ अलिक ज्याकेट बाक्लो र हिँड्नको लागि चाहिँ एकदम दम तयार भएर आउनुपर्छ है साथीहरू। के कसो तिचुकुले गाह्रो छ हिँड्न चाहिँ, साह्रै गाह्रो छ है हिँडेर आउन चाहिँ। अनि तपाईँहरू म के भन्छु भने तपाईँहरू बाइकमा आउनु चाहिँ बेस्ट हो। तपाईँहरू रबिन तपाईँहरू बाइकमा आउनु चाहिँ बेस्ट हो है। म चाहिँ के भन्दा बाइकमा आउँदा चाहिँ बेस्ट हो तपाईँहरूलाई। गाडीमा चाहिँ एकदम बाटो पनि खतम छ। त्यही भएर अब हाम्रो सफल चाहिँ यहीँसम्मको थियो। अब हाम्रो सफलता चाहिँ यहीँसम्मको थियो। अब म इन्ड गर्न चाहन्छु है त। धन्यवाद।